पारिन्छ अनि यही बाटो आउँछ। अरू दिनभन्दा धेरै नै काम गरेँ भनौँ। अरू दिन अब यति धेरै बोकिन्थेन, अलि टाढै भयो आज। त बाटो नै डेन्जर थियो कि यहाँबाट सलक्क लाग्नुपर्ने पनि भ्लग बनाइदिउँ होइन। वेलकम ब्याक टु द न्यू भिडियो होइन। आजको भिडियोमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ म दाउरा काट्नको लागि जङ्गलतिर आएको छु चेट्ट। आज चाहिँ स्कुल गइएन, त्यही हो आज भोलि दाउरा काटिन्छ। अहिले चाहिँ म जङ्गलमै छु, घरबाट अघि नै आइसकेको। अनि घाम पनि लाग्छ, आज त मौसम पनि बबाल छ, कुल छ। त्यही मौकामा दाउरा काट्न आइदियौँ। दाउरा चाहिँ आज हाम्रो 5 डे हुन्छ, रेगुलर काट्न आएको। म 2 दिन गएँ, अब आज तेस्रो दिन हो, भोलि चौथो। अरू 2 दिन बिचमा म गएन। त्यही हो, जङ्गल चाहिँ यस्तो बबाल छ पुरा, रुखै रुखले भरिएको, काँडैले भरिएको। यो पनि काँडै हो। एकैछिनमा दाउरा काट्ने ठाउँमा जाँदा त त्यहाँ त मस्तसँग आराले दाउरा पो काटिराख्नु भएको रहेछ। म चाहिँ मजाले ठुलो उभिएर गेली बनाइरहेको हेरिरहेको थिएँ, किनकि अब मैले पछि गेली बनाउनु पर्ने थियो। त्यसपछि दाउरा लगेर म दाउरा राख्ने लोकेसनतिर गएँ। सो अहिले चाहिँ मैले एउटा दाउरा ल्याएर आइसकेँ होइन हाम्रो। त्यही अब यहीँ थुपारिन्छ दाउरा, यहीँ थुपारिन्छ अनि यही बाटो आउँछ। अनि हामी यहाँ चाहिँ ट्र्याक्टर लोड गरेर लिएर जान्छौँ। आज दिउँसभरि लगभग दिउँसभरि दाउरा खोलिन्छ। उहाँ अब कसैले दाउरा काट्दै हुनुहुन्छ, अब म चाहिँ बोकिरहेको छु, मलाई पुसाजी लगाएर बोकिरहेको छन्। त्यही हो, अब भोलिको दिन चाहिँ मेरो दाउरा काट्ने हुन्छ। अब यस्तै जङ्गलमा डुल्नुपर्छ। अब सिधा रेगुलर स्कुल चाहिँ यताबारदेखि हुन्छ होला, त्यस्तो लागिरहेको छ। त्यही बेलासम्म दाउरा काटेर पनि सकिन्छ। अहिले चाहिँ म चाहिँ दाउरा मुढो ल्याएर आउन छु कि चट्ट अब यहाँ पुगाइन्छ। अनि त्यसपछि फालिन्छ यहाँबाट सिधा चट्ट पारेर गयो। त्यसपछि हामी ट्र्याक्टर आउने लोकेसनमा दाउरा सार्न अर्को ठाउँतिरबाट दाउरा ल्याउन जाँदैछौँ। हामीले अर्को ठाउँमा दाउरा थुपारेको हुनाले हामी दाउरा ल्याउन जाँदैछौँ। हामी त मजाले गफ गर्दै यताउति सुकेका रुखहरू हेर्दै दाउरा ल्याउन जाँदैथ्यौँ। त्यो अहिले चाहिँ म फेरि बोक्न जाँदैछु दाउरा बोक्यो। लगभग हामीले चाहिँ अब लगभग अन्तिम चरण पुनः 75% काम गऱ्यौँ। अब 25% जति बाँकी छ, 100% जति गरिन्छ। अनि अहिले अझ म ट्र्याक्टर ल्याउन जान्छु चेट्ट। अनि यहाँ अझै यतातिर गएर यता बाटो बोक्नुपर्ने छ, ट्र्याक्टर ल्याउनु पऱ्यो। म चाहिँ लोड गर्नु पऱ्यो, उहाँ गएर अनुमति गरिहाल्नुहुन्छ, लोड गर्नु पऱ्यो। यो हामी पनि भ्लग बनाइदिउँ होइन। अब अहिलेसम्म यतिसम्म हेरिहाल्नु भयो भने पुरा भिडियो हेरिदिनु होला, किनकि तपाईँहरूले भिडियो हेरेर मलाई सपोर्ट गर्छ नि त। अहिले चाहिँ म चट्ट घरतिर जाँदैछु। अनि अब आउने बाटो त यही हो, ठ्याक्कै ट्र्याक्टर आउँछ यही बाटोमा। म ट्र्याक्टर ल्याउन जान लाग्छु। अब स्टार्ट गर्न सकिन्छ कि नै, कोही बेलासम्म हुन्छ। दाउरा त छ अझै बोक्न, अरू ठुल्बाहरूले पुसाजहरूले बोक्दै हुन्छ। अनि म चाहिँ ट्र्याक्टर ल्याएर आउँछु। त्यसपछि गर्नुपर्छ। बडो झ्याउ छ कि दाउरा काटे यस्तो गर। बेलुका त यो खत्तम के पुरा सेन्टी फ्ल्याट हो। त्यही हुन त दाउरा त चाहिन्छ जाडोको लागि। अब जाडोको बेला यहाँ त तराईमा बहुत यस्तो जाडो हुन्छ नि, चिसो पुरा, कपडाले पनि हुन्न क्या। अब कपडा मात्र कति लाउनु, कपडा धुन पऱ्यो। फेरि 4 भएपछि घामै लाग्दैन, कुहिरो लगाएर खत्तम हुन्छ। अनि त्यही भएर दाउरा पनि चाहिन्छ खानासाना पकाउन। ग्यासको पनि बचत हुन्छ हल्का। सो मैले चाहिँ आज अरू दिनभन्दा धेरै नै काम गरेँ भनौँ। अरू दिन अब यति धेरै बोकिन्थेन, अलि टाढै भयो आज। बोक्न त बोकिन्थ्यो तर टाढै भयो आज, अलि टाढाबाट ल्याइयो। अब भोलिको दिन कहाँ हुन्छ, त्यति अप्ठ्यारो त छैन होला भोलि। आज यस्तै भयो। अब धेरै त म केही भन्न चाहँदैन, तर मलाई सपोर्ट गरिदिनु, साथ सपोर्ट गरिदिनु, मेरो भ्लग हेरिदिनु होला र सब्सक्राइब पनि गरिदिनु होला के, सेयर गरिदिनु। अब भ्लग अलिअलिको कन्टेन्ट भइहाल्यो। अब दाउरा काटेर अब हुन्छ नहुन्छ, त्यही पनि अब यसलाई एडिट गरेर हाल्नुपर्छ। आज नभए पनि भोलि बिहानसम्म आइहाल्छ। ट्र्याक्टर चाहिँ यही हो र स्टार्ट गर्न सकिँदैन छैन अहिले। हाम्रो ड्राइभर साहब आउनु छ। अब चाहिँ म दाउरा ल्याउन लोकेसनतिर जाँदैछु।
यो ट्र्याक्टर त स्टार्ट गर्दा फेरि बहुत आपत्ति भयो। मैले आफूले स्टार्ट गर्न नसकेर एउटा मान्छेले रोकेर स्टार्ट गर्नु पर्यो। म दाउरा ल्याउने लोकेसनमा पुगेपछि हामीहरू सबै मिलेर फटाफट दाउरा ट्र्याक्टरमा लोड गर्न थाल्यौँ। दाउरा लोड गरेर लग्दाखेरि चाहिँ हामीले पुरा रात पर्न लागिसकेको थियो, त्यही भएर हामी फटाफट दाउरा घरतिर लग्न थाल्यौँ। ल अहिले चाहिँ अब हामीले ट्र्याक्टर निकालेर लगिसक्यौँ। त्यो आवाज आउन के पर छ ट्याक्क। त्यो बाटो नै डेन्जर थियो कि यहाँबाट सलक्क लगाउनु पर्ने। यहाँ ज्वरो लागिहाल्थ्यो, यहाँ लागिसकेको छ। त आज त्यस्तो अस्तिका जस्तै त्यस्तो आपत त भएन होइन, त्यही पनि ठिकै छ। म पनि जान्छु होइन। ल हेरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला, फुल सपोर्ट हान्नुपर्ने हो। धेरै त केही भन्दैन, त्यही अब रात पनि पर्न लाग्यो। त्यसपछि म त ट्र्याक्टरको माथि मस्तसँग सुतेर घरतिर जाँदैछु। सो आजको लागि यति नै। अब भेटौँला अर्को ब्लगमा। थ्याङ्क यू फर वाचिङ गाइज, बाई बाई।